बर्थडे गर्ल का मेकअप करने के लिए अभी काली है, अभी गोरी हो जाएगी, गोरी चिट्टी। हे गाइस, गुड मर्निङ, नमस्ते, कोटागिची, वेलकम ब्याक टु आवर युट्युब च्यानल गाइस। यहाँहरूलाई फेरि पनि स्वागत छ ममता भ्लगमा। र साथीहरू, म चाहिँ एकदम सन्चै छु र मेरो युट्युब फ्यामिली पनि एकदम सन्चै हुन्छ भन्ने आशाको साथ फेरि पनि म पछि खुसाइ छु यो भिडियो एन्ड भ्लग लिएर साथीहरू। अनि आज चाहिँ हाम्रो भगिनीको आज बर्थडे होइन, अनि जाँदैछु म हेर्नलाई के गर्दैछु। Happy birthday to you. Thank you. Birthday girl. So guys, घर पे डिसाइड भयो अरे, कन्फ्युज भइरहेको थिएँ अनि कोही पनि जाने भएन अरे बाहिर। सो इधर मासु देख्नु गाइस, के मासु ब्रोइलर को यस्तो मासु मलाई हिन्दी चाहिँ बिगाडी नि पाइँदैन नि। आमाले हाय, म चाहिँ भान्से। इधर क्या क्या है देखो गाइस। अब म देखाउँछु तपाईँहरूले भित्र के भइरहेछ, कहाँ कुछ भ्या रहल छ। यता अनिल को डार्लिंग छ, कुछ भी नहीं हो रहा है गाइस। चलो वापस, कुछ भी नहीं हो रहा है। आमा हेर्नु त गाइज, मान्छेहरू पल्टेको। हो माइ गड, भाग्नु गाइज, काम छैन अहिले। गाइज, हाम्रो पार्लर वाली आइसक्यो। बर्थडे गर्ल का मेकअप करने के लिए अभी काली है, अभी गोरी हो जाएगी, गोरी चिट्टी हो जाएगी। अब के छ हेरौँ यसमा, चल्ने हो त भित्रमा। देखो गाइज, मैं भी थोड़ा थोड़ा सीखूंगी। मेरा कपड़ा ले दियो गाइज, इधर लगा सन्मी देखी तो चस्मा किन्ने छौ सन्मी, 200 क्या मात्रै के लागे चाहिँ हम तक चस्मा लगा के कहियो नि चाहिँ कुन निक लागे चाहिँ के मात्रै निक लागे चाहिँ कम छुटे किनेको चस्मा त त्यस्ता नै छ। गाइज, अब मेकअप स्टार्ट हुन्छ। मेकअप आर्टिस्ट आइसकेको छ, ढिलै नगरिकन हामी मेकअप तर्फ लागौँ। अब म पनि गर्छु, यसले बर्थडे गर्ललाई गलिन्छ मेकअपमा चाहिँ ट्राई गर्छु। देखो गाइज, इधर स्टार्ट मेकअप। सन्मिरा चाहिँ कस्तो मेकअप गरिदिने हो अन्जुलाई हेरौँ गाइज। आज काले काली को गोरा चिट्टा बना देगा। अब तपाईँलाई एकछिनमा देखाउँछु, देखेको त लामो हुन्छ नि त भिडियो। गाइज, फाइनली से हम लोग रेडी हो चुके हैं। देख लो हमारे बर्थडे गर्ल ऐसी दिख रही है। मेकअप आर्टिस्ट इधर है, इसने कर दिया इसको मेकअप। फाउंडेशन भूल गई थी, कैसा कैसा कर दिया। अच्छा ही दिख रही है। कैसा लग रहा है मेकअप? कैसा लगा तुमको? बहुत अच्छा। मेरे फूफू ने मेरे लिए गिफ्ट दिया ये मेकअप करके। मैं तेरे को क्या दूं? मैं इसको क्या दूंगी? तब हंसेगा। ऐसा गिफ्ट दूंगी ना। लु गाइज, हामी चाहिँ अब एक जरा टिकटक बनाउने हो यहाँनिर। केटीहरू आएकै छैन, त्यही भएर बन्द गरिदिए पंखा। ह्यापी बर्थडे। ठिक छु, ठिक छ तर रात पर चल
नखाउनुपर्छ छिट्दैछ अघि त्यहाँ गनाइछ खोइ खै छिँदैन छिटछिटी नहीं पर ले यार नहीं तो हम करे ले दीदी क्या लिया हिरो भागेर ल्याऊ भागल दिदी छोडिदिन्छु अंधेरा छ गाइस टू यू नाती थैंक यू नागे के मौसी लवली तो हर रूप के जबरे है बाहर लहंगा हैप्पी बर्थडे टू यू हैप्पी बर्थडे टू यू गाइस बर्थडे सक्यो फाइनली हाम्रो भदैनीको बर्थडे सक्यो गाइस सक्यो अन्जेको बर्थडे पार्टी खाएर छौं गाइस हामी हाय गाइस तना म र बहिनी रोडमा टिकटक बनाउँदै थिएँ हैन अनि त्यहाँनिर अर्को मोबाइल चाहिँ मैले त्यही छोडिदिएर अनि दुईटा मैले बोकेर गएको थिएँ म अनि मोबाइल चाहिँ त्यही छोडिदिएँ हैन भाउजूको मोबाइल अनि म त कस्तो बिर्सेँ कि टिकटक बनाएँ अनि त्यसपछि घर आइहालेँ अनि मोबाइलको दिमागमा आएन कि अनि मोबाइल त गायब अनि गाइस कति खोज्दा गरेर मोबाइलै भेटिनँ हैन अनि तर गाइस केही छैन मोबाइल चाहिँ मैले फेरि भेटिसकेँ हैन मम्मीले त मलाई त रुन हाँसो भयो झन्डै म त रोइन एकछिन त हैन मोबाइललाई पैसा हरायो भने त्यति दिन मलाई लाग्दैन मलाई चाहिँ मोबाइल हरायो भने त लास्टै तनाव हुन्छ नि त पहिला चाहिँ त्यो मोबाइल मैले नै युज गर्थेँ हैन अनि पछिबाट मलाई यो मोबाइल चाहिँ मेरो दादाले मलाई दिनुभयो अनि मेरो वाला चाहिँ मैले भाउजूले दिएँ हैन अनि सबै कुरो छ नि त्यसमा मेरो अनि लास्टै तनाव भइरहेको थियो मलाई तर मोबाइल चाहिँ मेरो गाउँको एउटा भदिले भेटेको रहेछ अनि मोबाइललाई चाहिँ फ्लाइट मोडमा हालेको रहेछ अनि त्यसपछि अब त्यही फोन लाउँदा नि नलाग्ने फोन अनि सब हामी तनावमा थियौँ हैन त्यही पनि मलाई हामी त के अरे भदले टिका सिका लगाइदियो वरी म घर ओहोर दोहोर कचोटि गरेँ नि त अनि त्यही पनि दिमागमा आएन अनि खाना पनि खायौँ हामी अनि त्यति बेला पनि याद आएन अनि मम्मीले भन्नुहुन्छ भाउजूलाई मोबाइल खोइ भनेर भन्नुभयो अनि त्यति बेला याद आयो अनि जान्छु रोडमा जान्छु भदिनीको घर जान्छु कुदै मम्मी त अनि पछिबाट के अनि मम्मी मेरो अनुहार त रुन्चे भइसकेको थियो नि त अनि मम्मी हाँस्नु भयो कि कति कसेर अनि भन्छ फेरि मैले लिएको छुइनँ मैले देखेको पनि छुइनँ भनेर भन्नुहुन्थ्यो अनि लास्टमा मोबाइल चाहिँ भेटो गएको चाहिँ होइन कसले लगेको रहेन रहेछ लास्टै त नाम भएको थियो एकछिन चाहिँ होइन म त अनुहार त मेरो यत्रो भएको थियो रुन्चे सो गाइज ओके बाई टेक केयर